सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। हाम्रो इन्टेक 2025 और 26 मा यो क्वेसन बारम्बार सोधिरहेको छ। यो क्वेसन चाहिँ एकदमै इजी रहेको छ। यसलाई हामीले विभिन्न तरिकाले गर्न सक्छौँ। यसमा फर्स्ट तरिकामा हाम्रो x + 52 = 150, x = 150 minus 52 डिग्री, x = 98 डिग्री हुन्छ। अब यसरी यो हामीले फर्स्ट तरिकाले गर्न सक्यौँ। यसलाई हामीले अर्को तरिकाले पनि गर्न सक्छौँ। यो निरको भागलाई हामीले y मान्यौँ। यहाँ y + 150 = 180 डिग्री हुन्छ। अब y = 180 minus 150 गरेर चाहिँ हाम्रो 30 डिग्री हुन्छ। अब यहाँनिर हामीले y को भ्यालु निकालेपछि y को भ्यालु हामीले यहाँ 30 निकाल्यौँ र 52 डिग्री पहिले दिएको छ र हामीलाई x पत्ता लगाउन छ भनेपछि x + 52 + 30 = 180 डिग्री हुन्छ। अब x + 52 र 30 जोडेर हाम्रो 82 डिग्री = 180 डिग्री, x = हाम्रो 180 डिग्री minus 82 डिग्री, x = 98 डिग्री। यसलाई हामीले विभिन्न तरिकाले गर्न सक्छौँ। तपाईले फर्स्टमा यो इजी स्टेपबाट गर्ने र यदि तपाईलाई एन्सर रिचेक गर्न मन लाग्यो भने यो स्टेपबाट गरेर एन्सर गर्न सक्नुहुनेछ। यस्तै अरु क्वेसन गर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला।